गुड मर्निङ एभ्रिवान। यहाँहरू सम्पूर्णलाई मेरो भिडियोमा स्वागत छ। आज यति बिहानै उठेर हल्का कहाँ जाँदैछ भनेर सोच्नुहुन्छ भने चाहिँ आज मेरो ग्राफिक डिजाइनिङ एन्ड प्रिप्रेसको ट्रेनिङको पहिलो दिन थियो। आज हाम्रो पहिलो दिन भएको कारणले गर्दा सुरुमा हामीले एकअर्कासँग परिचय गऱ्यौँ। सरले हामीलाई कलर, फन्ट, सेप, इमेज जस्ता सामान्य कुराहरूको बारेमा सिकाउनु भयो। साथै हामीलाई ग्राफ पेपर दिनुभएको थियो। त्यहाँ हामीले चाहिँ कुनै एउटा आकृति बनाउनु पर्ने थियो। म र मेरो साथी गफ गर्दै बनायौँ। हाम्रो क्लास सकिने चाहिँ 10 बजे थियो, तर मेरो चाहिँ अफिस जानुपर्ने थियो। त्यसैले म र मेरो साथी खाजा खाएर अफिसतर्फ लाग्यौँ। गफ गर्दै हामी बाटोमा जाने क्रममा चाहिँ यति धेरै आँप फलेको देख्यौँ। अनि पछि जोड्न आउनुपर्छ है त भनेर हामी सल्लाह गर्दै हाँस्दै रमाइलो गर्दै अफिसतर्फ लाग्यौँ। बाटोमा जाँदा चाहिँ मेरो साथीले ब्लगको इन्ट्रो कसरी बनाउने भन्ने कुराहरू चाहिँ भनिरहेको थिए। अनि उसको चाहिँ सुरुमा बानी कस्तो थियो अरे भन्दा अगाडि मान्छे देखिसकेपछि क्यामेरा गोजीमा हालेर कुद्थेँ म भनेर जोक गरिरहेको थियो साथीले चाहिँ। यत्तिकैमा साथीलाई बाई भनेर भोलि भेटौँ भन्दै म चाहिँ अफिसतर्फ गएँ। अफिसमा गएर एकछिन काम गरेँ। एकैछिन काम गरिसकेपछि म एउटा बुक पढिरहेको थिएँ। त्यो बुकको 1-2 पेज पढेँ। अनि क्लासमा नआउनु भएको स्टुडेन्ट्सहरूलाई कल गरेँ। अनि बिहान सिकेको डिजाइनहरू केही 1-2वटा प्र्याक्टिस गरेँ। अब खासै त आउँदैन, तर 1-2 डिजाइनहरू बनाएँ। यत्तिकैमा मेरो अफिसको टाइम पनि सकिसकेको थियो। अनि म घर फर्किएँ।